यो लातको मान्छे बातले मान्दैन भन्छ नि, हाम्रो त चलन उखान त्यस्तै हो। यो सरकार भएको भए सुन्थ्यो, यो त गुन्डाहरूको हुल पर्यो। यो पुलिस भएको भए सुन्थ्यो, यो त पार्टीको कार्यकर्ता पर्यो। यो सिडिओ भएको भए सुन्थ्यो, यो त दलको कार्यकर्ता पर्यो, पार्टीको कार्यकर्ता पर्यो। हामीलाई देशको प्रशासन चाहियो दाजुभाइ दिदीबहिनी। देशमा प्रशासन छैन, त्यो दलको प्रशासन छ, पार्टीको प्रशासन छ। आज हामीले दुईटा शहीदलाई माला लगायौँ। म दुःखका साथ भन्न बाध्य छु, अब यस्तो धेरै शहीदहरू जन्मिने डर भयो। हामी त्यसको निमित्त पनि तयार हुनुपर्छ। राष्ट्रिय शक्ति नेपालको तर्फबाट म पुलिस प्रशासनलाई यति मात्र निवेदन गर्न चाहन्छु, हामी 75 जिल्लामा छौँ, ख्याल गर्नुहोस्। हामी देशभरिका नगरमा छौँ, यो पनि ख्याल गर्नुहोस्। ललितपुर जिल्लाको सभापति र त्यो श्रवण कुमारलाई आज त्यो 15 गतेकोबाट 16 गतेदेखि समातेको मुद्दा पनि छैन, अदालत पनि छैन, पेशी पनि छैन, थुनेर राखेछ। पुलिसले त्यस्तो जबरजस्ती गर्न पाइँदैन। किन त्यस्तो गरे अरे भन्दा ललितपुर जिल्लाको राष्ट्रिय शक्ति नेपालको सभापतिले पुलिसको आइजिपीलाई गाली गरे अरे। अब यो नाथे कुन चाहिँ जन्तु हो र गाली नगर्नु? यसलाई गाली मात्रै होइन, खबरदार भन्छु म, खबरदार भन्छु। पदमा पुगेको भोलिपल्टबाट यदि यस प्रकारको व्यवहार गर्ने हो भने यो आइजिपीको त के कुरा, प्रचण्डले होस गर्नुपर्छ। प्रचण्ड त हुँदा हुँदा मातेर कस्तो हान्ने राङ्गो भएछ भने यो राजालाई राजै होइन भनिदियो बा। अस्ति राजै होइन भन्यो, तेरीमा बेइमान। यही राजाले बकस दिएर खुट्टामा ढोगाएर ज्यान मारे बापत 83 जना बकसे सांसद बनाइदिएर, तिनले राजाले बनाएको बकसे सांसदले संसदमा बसेर आधा रातमा झुक्क्याएर अबबाट राजा छैन, अबबाट देश धर्मनिरपेक्ष भयो, अबबाट संहिता लागू भयो भनेर मासुभात खाएको बेइमानले अब राजै छैन भन्न थाल्यो। राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो, ख्याल गर्नुहोस्। राजाको लागि यो बाटो बिराएको नेपाली जनता हो, यसको पनि रक्षा हुनुपर्छ भन्ने राजा भएको देश हो यो। यिनले जस्तो जहाँ पाए ती मान्छे मारेर हिँड्ने राजा होइन। अरू त कुरा छाडिदिनुहोस्, उसको पश्चिम भेगमा सेनाले ऊ बसेको घरमा बम हान्दो रहेछ क्या। कसरी बम हान्दो रहेछ भने ठिक्क प्रचण्डले घर छोडेर हिँडेको 1 घन्टा भएपछि घर पड्काइदिँदो रहेछ। फलान ठाउँमा घर पड्कायो, हातेरी झन्नै प्रचण्ड मरेको भने अर्को घरमा बस्न जाँदो रहेछ। अर्को घर पनि छोडेको 1 घन्टा पछाडि पड्काउँदो रहेछ। यो आर्मी पनि बडो खेलाडी, बेलामा नानी गइसकेपछि ध्यात्तेरी मिस भयो भन्ने, यस्तै ध्यात्तेरी मिस भयो भनेर बाँचेको छ, सास फेरेको छ प्रचण्डले आजको दिन। ख्याल गर्नुहोस्, आज 17,000 मान्छेको ज्यान गयो। मैले सधैँ भन्ने गरेको छु, 293वटा ब्याङ्क लुटिएको छ यो देशमा। 293वटा ब्याङ्कमा कति पैसा लुटिएको छ आजको दिनसम्म हिसाब छैन, तर नेपाली जनतालाई हिसाब थाहा छ। सञ्चारवारको पैसा माओवादीलाई बुझाएर शिक्षकको के गति भयो आज हेर्नुहोस् त। त्यहाँ देशभरि शिक्षकहरूले जुन हालत खराब, हैरानी जो बेहोरी राखेका छन्, शनिबार 1 दिनको पैसा त आन्दोलनको लागि दिने भनेर देशभरिका मास्टरले यो आन्दोलनकारी ज्यानमाराहरूलाई पैसा बुझाए। आज त्यो शिक्षकको रुवावासी त्यहाँ हेर्नुहोस् त।
शिक्षकको माग तुरुन्त समाधान गर, हाम्रो माग होइन। यो शिक्षकको मात्रै माग होइन, देशै बर्बाद भयो। 12 क्लासको जाँच बर्बाद भयो, स्कुल खोलेन त्यो बर्बाद भयो। तर माओवादीका छोराछोरी जति कोही पनि यो देशमा छैन, ख्याल गर्नुहोस्। 10औं माओवादीका छोराछोरी कोही अमेरिकामा छन्, कोही बेलायतमा छन्, कोही अस्ट्रेलियामा छन्, धेरै जसो चीनमा छन्। त्यो चिनियाले नेपाली कम्युनिस्टहरूलाई उहिले माओ सेतुङले बेकारमा के को कम्युनिस्ट भनेर हिँडेको हो नेपालमा, राजा महेन्द्र जतिको कम्युनिस्ट त यो संसारमै छैन भनेर उहिले पाठ पढाएर पठाएको यिनीहरूलाई। भूमि सुधार ल्याउने राजा भने त्यहाँभन्दा बढ्दा कम्युनिस्ट खोजेर पाइँदैन। यिनीहरू पाए लुटेर खानेहरू, राजा भूमि सुधार लागू गर्ने। हेर्नुहोस् पछाडि माओ सेतुङले नेपाली कम्युनिस्टलाई भनेको कि राजा महेन्द्र जतिको कम्युनिस्ट छैन अरू, बेकार यो कम्युनिस्ट पार्टी सार्टीका कुरा नगर भनेर माओ सेतुङले नेपाली कम्युनिस्टलाई पाठ पढाएको। यिनले सुनेनन्। यो एमाले भन्ने पार्टी छ, उनको सादगी नेता, उनको ठुलो नेता मनमोहन अधिकारीले हामी वास्तवमा नीतिगत हिसाबले त राजा मान्ने होइन, तर नेपालमा राजा नभई हुन्न। यो मनमोहन अधिकारीले भने, मैले भने होइन। 1000 राजा पाल्नुभन्दा अघि 1000 राजा पाल्नुभन्दा एउटै राजा ठिक, यो मदन भण्डारीले भने, मैले भने होइन। मदन भण्डारीले कति वर्ष अगाडि यो संहितामा हजारौं राजा हुने रहेछन्, यस्तो राजा पाल्नु हुँदैन भनेर उहिले भनेको एमालेले त्यो बुझेन। देशको कुरा, नेपाल भन्ने देशलाई बिगार्नलाई अमेरिका कसरी लागेर छ त्यही अमेरिकी राष्ट्रपतिले भनेर हामीले थाहा पाए। तपाईँ हामीले भनिरहनु परेन। यो देश बिगार्नलाई कुन कुन हिन्दुस्तानीले काम गरेको रहेछ त्यही हिन्दुस्तानका नेताले भनेर हामीले थाहा पायौँ। हामीले भने होइन यो कुरा। आफ्नो घरको झगडा मिलाउनलाई दिल्ली समाधान खोज्न जाने बेइमानहरूले अझ पनि कुरा बुझेनन्। देशको समस्याको समाधान देशवासीले गर्नुपर्छ। देशवासीले गर्ने समाधान भनेको निषेधको राजनीति गरेर होइन, सबै मिलेर मात्रै। जब राजाले सबै मिलेर देश बनाउनु पर्छ, निषेधको राजनीति गर्नुहुन्न भनेर देशवासीलाई आह्वान गरिरहनुपर्छ भने हामी राजनीति गर्छु भन्ने मान्छेहरू 10तिर फाटेर बस्यौँ, आपसमा मिलेनौँ भनेर आम नेपाली दाजुभाइ दिदीबहिनीले हामीलाई जो सचेत गराउनु भयो, जो सजग गराउनु भयो, म आम नेपाली दाजुभाइ दिदीबहिनीलाई पनि यसै मौकामा विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। भोलिका दिनहरूमा आज हामी जसरी यो सुरुवात गरेका छौँ, यहाँ यो सुरुवातले मेची र महाकाली हिँड्दाखेरि, मेची र महाकालीमा यो अभियान कायम गर्दाखेरि यिनको हालत के हुन्छ त्यो यिनले बुझ्ने कुरा हो। नेपाली जनताले अब बुझिसकेका छन्। नेपाली जनताले अब सबै कुरा थाहा पाइसकेका छन्। भोलिको दिन स्वर्णिम दिन छ। भोलिको दिनको तयारी गरौँ। नेपालीले दुःख पाइराखेका छन्, जनताले दुःख पाइराखेका छ। सरकार जस्तो भएन, संसद जस्तो भएन। हामी सबै मिलेर खबरदारी गरौँ, होसियार भनौँ। मानेन भने सडकमा तेर्स्यौँ। त्यतिले नि पुगेन भने यिनले जे गर्छन् हामी पनि त्यही गरौँ भनेर कमल थापाजीले भन्नुभयो। मलाई पनि जोस आयो। सबैभन्दा पहिले त यो एउटा असल सुरुवात गरिदिनु हुने राप्रपा नेपालका नेतृत्वगण र विशेष गरी कमल थापाजीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मलाई आज यहाँ आउनुभन्दा अघि
ललितपुर, पाटन, विशेष गरी नेवार क्षेत्रका धेरै दाजुभाइ दिदीबहिनीहरूले तपाईहरु मिल्दैन, एक ठाउँमा बस्दैन, कहाँबाट राजा ल्याउँछ, तपाईहरु सँगै हिँड्दैन, कहाँबाट यो डाकाहरूलाई फाल्छ भनेर भनेको भने म आज तपाईहरुको यस सभाको मार्फतबाट हुन त देशभरिलाई नै यो सन्देश जाओस्, तर विशेष गरी ललितपुरका दाजुभाइ दिदीबहिनीलाई यो सन्देश जाओस्, भोलिबाट पर्सिबाट ललितपुर अब यो सरकारको लागि बन्द भयो भन्ने जान्नुस्। यो आज यहाँ जे देखिएको छ